दोगलाकेदार एकमा सेवा प्रवाहमाथि प्रसन्न वडा अध्यक्षको विवादास्पद अभिव्यक्ति स्थानीयको गुनासो उस्तै। बैतडीको दोगलाकेदार गाउँपालिका 1 रिमस्थित वडा कार्यालयमा सोमबार 9 बजेदेखि 11 बजेसम्म सेवा प्रवाह प्रभावकारी हुन नसकेको भन्दै स्थानीयहरूले गुनासो गरेका छन्। बिहानको 10:30 बजिसक्दा पनि अध्यक्षजी अझै कार्यालयमा उपस्थित भएका छैनन्। किन यस्तो? आखिर यहाँ जनताहरू सेवाग्राहीहरू चाहिँ पर्खाइमा बसेका छन्। यहाँ अध्यक्षजी अहिलेसम्म किन उपस्थित भएन, यसको लागि सम्बन्धित निकायले ध्यानाकर्षण गराउनु पर्यो। स्थानीयका अनुसार सो अवधिमा कृषि शाखा, भेटेरिनरी शाखामा कर्मचारी उपस्थित थिएनन् भने वडा अध्यक्ष नमराज जोशी पनि कार्यालयमा अनुपस्थित थिए। यस्ता घटना नयाँ नभई पटक पटक दोहोरिने गरेको स्थानीयहरूको आरोप छ। घटनाबारे जनआवाज मिडियाका पत्रकार नरेश प्रसाद जोशीले वडा अध्यक्ष जोशीसँग प्रतिक्रिया माग्दा उनले आफू नियमित रूपमा कार्यालयमै रहेको दावी गरे। भेटेरिनरी शाखामा 1 जना मात्रै कर्मचारी रहेको र भ्याक्सिन लगाउनका लागि बाहिर जानुभएको बताए। कृषि शाखाका विषयमा भने दरबन्दी रहेको, तर कर्मचारी किन उपस्थित नभएको, कहाँ सरुवा भएको वा किन हाजिर नभएको भन्ने बारे आफूलाई जानकारी नभएको वडा अध्यक्षले स्वीकार गरे। मात्रै त्यहाँ प्राविधिक उसमा के अरे 2-3 ठाउँमा त्यो भ्याक्सिन लाउनु पर्ने रहेछ। त्यो भ्याक्सिन लाउनुलाई त्यो प्राविधिक चाहिने त्यो गएर रहेछन्। अनि अहिले कृषि शाखा भनेको खाली छ, मान्छे छैन। यहाँ दरबन्दी छ, मान्छे छैन, हाजिर भएका छैन अहिलेसम्म। हाजिर किन नभएको त? किन भएन, कहाँ सरो भए, अवकाश भए, के भए त्यो थाहा छैन मलाई। तर तिनी कुराकानीका क्रममा वडा अध्यक्ष जोशीले पत्रकारप्रति आक्रोश व्यक्त गर्दै पत्रकारहरू ढाका हुन् भन्ने विवादास्पद अभिव्यक्ति दिएका छन्। ढाका पत्रकारहरू कति छन्। साथै तपाईँ को हुनुहुन्छ हामीसँग प्रसन्न गर्ने, तिमीले जे गर्न सक्छौ गर, कारबाही गर्ने भए अगाडि बढ जस्ता अभिव्यक्ति दिएको पत्रकार जोशीले बताएका छन्। उनले धनगढी र काठमाडौँ बसेर फुर्तीका कुरा नगर्नुस्, आएर हेर्नुस्, सबैभन्दा उत्कृष्ट काम गर्ने वडा अध्यक्ष मै हुँ भन्दै अन्ततः फोन काटेको पत्रकारको भनाइ छ। हेरो, धनगढी काठमाडौँ बसेर त्यस्ता फुर्तीको कुरा गर्न मिल्दैन। तिमी यहाँ आउन, यहाँ आएर देखो यहाँको काम गरेको कार्यालयको के अरे सबभन्दा वडामा चाहिने ड्युटी दिने भनेको यो वडा कार्य यसको वडा अध्यक्ष म मात्रै हो। वडा अध्यक्षले भने बिदाका दिन बाहेक आफू नियमित कार्यालयमा उपस्थित रहने, सेवाग्राहीको कुनै समस्या नभोगेको र कार्यालयबाट सेवा सहज रूपमा प्रभाव गरेको दावी गरेका छन्। उनले आफू प्राय बिहान 10 बजेदेखि 10:30 बजेको बिचमा कार्यालय पुग्ने गरेको पनि बताएका छन्। बिदाको दिन बाहेक सबै दिनमा वडामा हुन्छु। वडामा सेवाग्राहीले कुनै किसिमको ममाथि कम्प्लेन गरेको छैन। स्थानीयले भने सार्वजनिक सेवा प्रवाहमा देखिएको ढिलासुस्ती, कार्यालयमा कर्मचारीको अनुपस्थिति र जनप्रतिनिधिहरूको व्यवहारप्रति असन्तुष्टि जनाउँदै सम्बन्धित निकायले यथार्थ छानबिन गरी आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन्। अर्को कुरा, अपरेटर हुनुहुन्न थियो, उहाँ पालिका जानुभएको जानकारी प्राप्त भएको छ। काम विशेष हर कसैले जान पाउँछ, तर यो हामीले 10:06 हामीले भिडियो बनाउन सुरु गरेका थियौँ। हामीलाई हाम्रो टिमले भिडियो प्राप्त गरेको थियो, तर यो 10 बजेर कि बिचमा कतै गएका पनि हुन सक्छन् भन्ने हो। तर 10 बजे वडा कार्यालयमा पुगेको हाम्रो टिम 11 बजेसम्म पनि कुर्दासम्म वडा अध्यक्ष वडामा नभेटिएपछि हामी घर फर्केका थियौँ।